नमस्ते। आजको यो भिडियोमा म घरमै बसेर आफ्नै मोबाइल फोनबाट कसरी सस्तोमा प्लेनको टिकट चाहिँ खोज्ने अथवा बुक गर्ने त त्यसको बारेमा कुरा गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नु होला। मलाई थाहा छ थुप्रैजनाले अहिले पनि एजेन्सीहरू युज गर्नुहुन्छ आफ्नो प्लेनको टिकट बुक गर्नको लागि। त्यो चाहिँ नगर्नु होला है, एकदमै महँगो पर्न जान्छ। यदि युकेमा हुनुहुन्छ भने 4 वटा वेबसाइट युज गर्न सक्नुहुन्छ तपाईले। हुन त यहाँ थुप्रै छ तर मैले प्रायः 4 वटा युज गर्छु। फर्स्ट हो booking.com, सेकेन्ड skyscanner.com, अर्को kayak.com र एउटा लास्ट हो lastminute.com। आजको यो भिडियोमा म तपाईहरुलाई सबै वेबसाइटमा गएर सेम डेटको लागि सेम ठाउँमा जानको लागि टिकटहरु बुक गर्ने ट्राई गर्छु। हेरौं कति पर्दो रहेछ। मैले चाहिँ यहाँ 5 जुलाईमा गएर 31 जुलाईमा फर्किने गरेर टिकट खोज्दैछु है। सबै वेबसाइटमा मैले सेम डिटेल हाल्छु। लन्डनको हिथ्रोबाट चाहिँ काठमाडौँ जानको लागि मैले यहाँ टिकट खोज्दैछु। यहाँ हेर्नुभयो भने चाहिँ प्राइस सबैमा डिफरेन्ट देखाउँछ। एकदमै धेरै डिफरेन्ट छैन, 50 पाउन्डको वरिपरि डिफरेन्ट छ, तर पनि स्टिल सेम टिकट सेम ठाउँमा जाने हैन। यसरी वेबसाइटहरुले कसरी सस्तो महँगो गराउँछ हैन। त्यसै किसिमले अब तपाईको ट्राभल एजेन्सीहरुले पनि खोज्ने चाहिँ यही हो। हुन त उनीहरुको कति एयरलाइन्सहरुसँग डाइरेक्ट कनेक्सन पनि हुन्छ, तर तपाईले एयरलाइन्सको वेबसाइटमा गएर पनि डाइरेक्टली खोज्न सक्नुहुन्छ, तर सस्तो नै पाउँछ भन्ने ग्यारेन्टी चाहिँ केही पनि छैन। फ्लाइट सस्तोमा पाउनको लागि अर्को की कुरा के छ भन्दाखेरि तपाईले एकदमै एडभान्समा तपाईको फ्लाइटहरु बुक गर्नुभयो भने मेबी 3-4 महिना अगाडि नै, अथवा तपाईलाई एक्ज्याक्ट डेट थाहा छ भने ट्राई टु मेक इट 6 महिना जति है। अझै 6 महिना जति अगाडि गऱ्यो भने चाहिँ तपाईलाई धेरै सस्तो पर्न जान्छ है। सो यो भिडियो हेरेपछि अबदेखि सबै डिटेलहरु आफै हालेर हैन तपाईले चाहिँ फ्लाइट चाहिँ बुक गर्न सक्नुहुन्छ है त। अनि यसरी बुक गर्यो भने आफैले फ्लाइट बुक गर्यो भने चाहिँ धेरै सस्तो पर्न जान्छ है त। यो चाहिँ मैले फ्लाइटको मात्र कुरा गरेछु। अनि यो वेबसाइटहरुमा चाहिँ तपाईले होटलहरु पनि बुक गर्न सक्नुहुन्छ है। फ्लाइट अनि होटल यसरी नै बुक गर्न सक्नुहुन्छ युरोपतिर जाने हो अथवा कतै जाने हो भने है त। आजको लागि यति नै। ओके, ह्याभ अ नाइस विकेन्ड, बाइ।